फुल्यो निम पत्ता कुन देशको कुन ठाउँमा भाछ बेपत्ता। नमस्ते साथीहरू, आज म तपाईहरुलाई निम पत्ताको बारेमा देखाउँदैछु, यानि कि निमको बोटा। हेर्नुस् त, म आज छुट्टै टपिकमा हजुरहरूलाई बहुउपयोगी निम पत्ता, हेर्नुस्, यो ठुलो रुख पनि छ, सानो बोटा पनि छ। खास गरेर यो बहुउपयोगी निम पत्ताको बारेमा म भन्न गइरहेको छु। यो खास गरेर निम पत्ता छालामा विभिन्न खालका एलर्जीहरूदेखि लिएर अरू भयो भने पनि यसलाई चाहिँ प्रयोग गर्न सकिन्छ। त्यस्तै गरेर यो चाहिँ किरा भगाउन, अन्नहरूमा यदि किरा लागेको छ भने त्यो चाहिँ भगाउन पनि यसले चाहिँ काम गर्छ। त्यस्तै विभिन्न जीवाणु र फङ्गसहरूको विरुद्धमा पनि यो राम्रो हुन्छ भन्ने छ। त्यस्तै गरेर यसको डाँठबाट हामीले चाहिँ अब यदि ब्रस छैन, अर्को छैन भने पनि आपतकालीन चाहिँ उ गर्दाखेरि चाहिँ यसको डाँठले चाहिँ दाँतमा चाहिँ दाँतलाई ब्रसको रूपमा प्रयोग पनि गर्न सकिन्छ। त्यस्तै गरेर यसको अझ मेजर गुण भनेको, यदि हामीलाई कहिलेकाहीँ रुगा लागेको छ, ज्वरो आइरहेको छ भने हामी यसलाई चाहिँ हल्का पानीमा चाहिने बोइल गरेर यसलाई चाहिँ यसको रस निकालेर चाहिँ हामीले यसलाई सेवन गर्यौँ भने थोरै मात्रामा, है, फेरि धेरै होइन, यो धेरै गर्दाखेरि यो निकै तितो हुने गर्छ। यो यति 5-7 वटा यसको चाहिँ यसका गुणहरू 8-10 वटा छन्। त्यसैले यसलाई उपयोगी बिरुवाको रूपमा लिने गरिन्छ र यसैबाट गीत पनि बनेको छ। यो चाहिँ मैले यसलाई सकिन्छ भने आफ्नो घर नजिक एउटा राख्दा पनि काम लाग्छ। यो सबभन्दा विशेष गरेर साना केटाकेटीहरूलाईदेखि लिएर ठुलोलाई पनि यसको पानी बोइल गर्ने र यसले पानी नखाए पनि यसमा नुहाउने अनि हात खुट्टा डुबाउने, त्यो चाहिँ बोइल पानीमा यसको रसमा भनौँ न, त्यो गर्दाखेरि ज्वरोहरू कन्ट्रोल हुने सम्भावनाहरू रहँदो रहेछ। मैले व्यवहारिक रूपमा प्रयोग पनि गरेको छु मलाई पर्दाखेरि। त्यसैले यो बहुउपयोगी बिरुवा निम पत्ताको बारेमा मैले हजुरहरूलाई फेसबुक मार्फतै भए पनि सेयर गरेँ। मन पर्यो भने एउटा लाइक दिनु होला है। धन्यवाद।